विशेष दिनमा विशेष भ्लग बनाइरहेको छु गाइस म तपाईँहरूको लागि होइन। र आज के हो भन्दाखेरि दसैँ है र हाम्रो बडा दसैँको आज शुभकामना सम्पूर्णमा होइन म दिन चाहन्छु। मेरो जति पनि साथीभाइहरू हुनुहुन्छ होइन, जति पनि मेरा सब्सक्राइबर या त मेरा ठुलो बडा जति पनि हुनुहुन्छ सबैजनालाई मेरो हृदयदेखि नै ह्याप्पी दसैँ यस्तो घटना होइन। र तपाईँहरूको नि राम्रो बितोस् दसैँ भन्दै म आजको ब्लग सुरु गर्न लागिरहेको छु। र आज विशेष तपाईँहरूलाई म के गर्छु होइन, कहाँ जान्छु, कहाँ के गर्छु र अब मेरो कतिजनाबाट म टिका लाउँछु भन्ने विषयमा ब्लग बनाउँदैछु गाइस। तपाईँहरूले पनि हेरिदिनु होला लास्टसम्म। राम्रो लाग्यो भने लाइक कमेन्ट होइन सेयर सब्सक्राइब त छँदैछ, सबै गरिदिनु होला। र मैले नेपालीमा ब्लग बनाउनुको कारण चाहिँ हामी नेपाली हो होइन, नेपाली हुनुमा गर्व छ। र आजको दिनमा होइन नेपाली हुनु जस्तो खुसी आजको दिनमा केही पनि लाग्दैन। र म चाहिँ खुसी लाग्छ होइन, एउटा चाड मनाउनु पाउँदा होइन, दसैँ दिवाली मनाउनु पाउँदा खुसी लाग्छ। त्यही भएर